रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु। नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई। मनाङमा यार्सागुम्बा खोज्ने क्रममा भिरबाट लडेका युवाको शव निकाल्न नसकेपछि सुरक्षाकर्मी फर्किए। मुस्ताङमा पनि यार्सागुम्बा सङ्कलन सुरु। डोल्पामा सुरक्षाका लागि सेना परिचालन। वैदेशिक सहायता प्रतिबद्धता बढे पनि खर्च गर्ने क्रम न्यून। अब आयोजनामा आधारित वैदेशिक सहायतालाई मात्रै स्वीकार्ने तयारी। भारतसँगको तनावमा मध्यस्थता गर्न इरानका शीर्ष कूटनीतिज्ञ पाकिस्तानमा। पहलगाम आक्रमणले बढाएको तनावपछि विदेशी प्रतिष्ठित व्यक्तिको पहिलो पाकिस्तान भ्रमण। र अर्को वर्ष हुने टी20 विश्वकपसम्म लिटन दास बङ्गलादेशको टी20 कप्तान नियुक्त। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा आउँदो आर्थिक वर्ष